मेरी प्यारी साथी, तिमीलाई धनी अनि मलाई गरिब बनाइदियो। तिमीलाई हरेक चिजको पुग्ने अनि मलाई रुने बनाइदियो। समयको खेल पनि कस्तो हुन्छ है, बच्चैदेखि सँगै खेलिरहेको त्यो उमेर आज तिमीलाई सर्वस्व पुग्ने अनि मलाई रुने बनाइदियो। ठिकै छ नि, केही फरक पर्दैन। आखिरमा जो भए पनि एकजना खुसी हुनै पर्ने थियो। म रोएर भए पनि तिमी हाँस्न पर्नै थियो। मैले कहिले आफूलाई अभागी सोच्दिनँ, किनकि तिमीहरू जस्तो राम्रो साथी पाएको छु, तिमीहरू जस्तो मूल्य साथी पाएको छु। आज मैले आफ्ना मनका पीडाहरू केही पनि भन्न सक्दिनँ, केही पनि सुनाउन सक्दिनँ, किनकि अवस्था कमजोर भइसकेपछि आफूभित्र आफ्ना शब्दहरू गुम्साउन मन लाग्दो रहेछ। आफ्ना पीडाहरू मनभित्र सँगाल्न मन लाग्दो रहेछ। कसैलाई सुनाएर के गर्नु, मेरो हाँसोको पात्र बन्ने हो कि? आफैले आफैलाई धिक्कार्न मन लाग्दो रहेछ। आज तिमीहरूसँग टाढा भएको छु, तिमीहरूसँग हरेक कुराहरू सेयर नगर्ने भएको छु। यो मेरो रहर होइन, यो मेरो बाध्यता हो, यो मेरो चाहना होइन, यो मेरो गर्नुपर्ने कर्तव्य हो, किनकि मेरा आँसुले तिमीलाई छिनभरमै रुहाइदिनेछ। आज म जसरी जिए पनि त खुसी नै छु। एकछिन हाँसु अनि एकछिन रमाएकै हुन्छु। कतै मेरो आँसुले गर्दा तिमीलाई धेरै समयसम्म पिडाउने हो कि भनेर डर लाग्छ। प्यारी साथी, कुनै दिन सबै चिजले पुग्यो भने म तिमीलाई फेरि कल गर्नेछु, फेरि सम्झिनेछु। आई मिस यु सो मच। बचपनको त्यो याद अझै मनमा छ।